यो बस पार्कको दृश्य हो। भित्र के भएछ के भएछ हैन, आर्मीले जान दिएको छैन भित्र हेराउन, त्यस्तो बनाइदिएछ यहाँ पनि। यतातिर के हो भित्र कुरा केही मान्छेले भन्न सक्दैन। पुरै हो यो नेपालको डकुमेन्ट हो। हेर्नु यहाँ पनि लुटपाट भएछ हिजो बेलुकातिर, यो ठाउँमा पनि भएछ। यो बस पार्क, नयाँ बस पार्कको पुल्लाको छेउमा आएको पनि यो माल गाली जलाएको हो, मान्छेले हटाउँदैछ। त्यस्तो बनाएको यो नेपालको सरकारी सम्पत्ति हो। हेर्नुहोस् जति पनि छ, जति बनाएको वियोगमा हो बनाइदिएर राखेछ। भित्र त छिर्न दिन्न मान्छेहरू, त्यही भएर सला अहिलेसम्म त आग पनि बुझेको छैन भित्रको। हेर त्यहाँको आग पनि बुझेको छैन। भित्र त छिर्न दिन्न मान्छेहरू, लेकिन अहिलेसम्म त को सिलिन्डरभित्र यस्तो हुन्छ हो, के चाहिँ थाला मात्रै हुन्छ हैन। यहाँ सिलिन्डर पड्केको हो सबै। हेर्नुहोस् यो पुरै चार्यो हामी त बिहानमा आएको कता कता पल्यायो भनेर यताको सल्किदिएको उता फेरि बलिहाल्छ। यो माथिको उतापट्टिको माथिकोमा त यति धेरै चाहिन्छ। अब केमिकलले केमिकल फ्रिज छ क्या, तिमी भेन होइन यो पनि चलाइदिनु लाग्यो फेरि जामा लाइट पनि छैन होला। कार यहाँको कागज पत्र के हेनतेन सबैजनाको भइसक्यो होला। के गर्ने नगर्ने यसमा बिजोकै बनाइदिएको हो सबैजनालाई। साथीहरू हेर्दै जाउँ भित्रको दृश्य दिनु सक्दैन म हेर, लेकिन अहिलेसम्म तको दृश्य म दिन लागेको। अलि बेलामा म खाना खाएर सुत्यो, त्यो भएर बिहान अलिकति हेरेँ, त्यसको पछि म हेर्ने
नेपाल सरकारको सम्पत्ति जोगाउन लाग्नुभएको छ। हेर्दै जाऊँ आजको न्युज त्यस्तै बनाएको। मेरो युट्युब च्यानल पनि बन्द भएछ साथीहरू। अब के गर्ने नगर्ने, अब नेपाल सरकारले बेन्ड लगाएपछि मेरो युट्युब च्यानल पनि बेन्ड भएर अलि तनाव दिएछ। यहाँको क्रियाकलाप हेर्दै जाऊँ अब के बनाएको हो।